हेलो पिपल, तपाईँहरू यदि कुनै कमर्सियल बिल्डिङहरू रेस्टुरेन्टको लागि, पार्टी प्यालेसको लागि अथवा कमर्सियल हाइराइज बिल्डिङहरू, रेसिडेन्सियल बिल्डिङहरू बनाउन चाहनुहुन्छ भने हामी क्यान्डिड कन्स्ट्रक्सन चाहिँ यसरी नै बनाउन सक्छौँ। यो चाहिँ हामी निकोसेरा भक्तपुरमा हो, राधे राधेबाट अलिकति भित्र पर्छ। यहाँ चाहिँ अहिले हामीले यो 26 आना जग्गामा चाहिँ कमर्सियल ब्लकहरू बनाउँदैछौँ। यो चाहिँ मल्टिपर्पज बिल्डिङहरू छ। यहाँ चाहिँ 3टा बिल्डिङ छ। विशेष गरी यो पछाडिको बिल्डिङ चाहिँ 2 स्टोरी बिल्डिङ हो। अब यसमा चाहिँ हामीले रेसिडेन्सियल पर्पजको लागि यहाँ काम गर्ने स्टाफहरू, म्यानेजरहरू, अब कुनै मान्छे अथवा कोही बाहिरको मान्छे हुनुहुन्छ भने पनि हामीले चाहिँ त्यहाँ बस्ने व्यवस्था गरेको छ। दुईटा बिल्डिङमा हामीले 16वटा रुम छ। त्यसमा चाहिँ अब 8वटा युनिट सबैमा एट्याच, 7वटामा एट्याच बाथरुमहरू छ। एउटामा चाहिँ कमन छ, बाहिरपट्टि जानुपर्छ। त्यसरी बनाएको छ भने यो मेन ब्लक चाहिँ हाम्रो यो जिम ब्लक, जिमको लागि हो। जिम यहाँ अब 2 स्टोरी चाहिँ जिमको लागि छ। अनि माथि चाहिँ एउटा चाहिँ अब रेस्टुरेन्टको लागि भनेर प्लान गरिरहेको छौँ। अब यहाँ अहिले फर्स्ट फ्लोरको लागि यहाँ यो ढलानको तयारीको लागि यहाँ फ्रेमिङ गर्दै हुनुहुन्छ, हाई बिमहरू अनि 4-2को रेक्टेङ्गुलर बिमहरू। यसको चाहिँ फर्स्ट फ्लोरमा चाहिँ 2000 भन्दा अलिकति बेसी छ फ्लोर एरिया भने तल चाहिँ अलिकति त्यो एरियामा हामीले उता जाने एक्सेस दिएको छौँ र त्यसमा चाहिँ अलिकति कम 1650 जतिको एरिया छ। अनि यहाँ चाहिँ हामीले जिमको लागि 2 तला 2 स्टोरी जिम, तल चाहिँ हेभी इक्विपमेन्टहरू राख्ने भने माथि चाहिँ अब कार्डियो गर्न, जुम्बाहरू गर्नको लागि चाहिँ स्पेस छ। अनि यदि अब यो तपाईँलाई यो हाम्रो यो यदि हामीलाई पछि पुगेन भने चाहिँ हामीले यो पछाडिको त्यो रेसिडेन्सियल ब्लकको नि फर्स्ट फ्लोर चाहिँ हामी युज गर्न सकिन्छ। त्यो हिसाबले बनाएको छ। अनि माथि चाहिँ रेस्टुरेन्ट पर्पजको लागि, यिनीहरूको लागि चाहिँ हाम्रो यहाँ कमन हाम्रो यो स्टेयर केस पनि छ। अनि यो चाहिँ हाम्रो अर्को यो ब्लक छ। यो चाहिँ अहिले 2 स्टोरी हो। अब 3 स्टोरीको प्लान हो, तर यहाँ 2 स्टोरी बनाउने भन्ने कुरा भइरहेको छ। यसमा चाहिँ अब हाम्रो सानो मार्टहरू र कफी हाउसहरूको अथवा कफीहरूको लागि, क्याफेहरूको लागि चाहिँ हामी यो प्रपोज गरेको छौँ। अनि यसरी यो चाहिँ हामी बनाउँदैछौँ। यदि तपाईँहरू पनि आफ्नो बिजनेस बढाउने अथवा कुनै खाली ठाउँ छ त रेसिडेन्सियल घरहरू बनाउन भरपर्दो कम्पनी खोजिरहनु भएको छ नि हामी चाहिँ भरपर्दो र गुणस्तरीय तरिकाले बनाउँछौँ। अनि एकचोटि हामी जिम्मा लिएपछि चाहिँ हामी कम्प्लिट गरेर नै दिने गर्छौँ। अनि त्यसको लागि तपाईँहरूले चाहिँ सम्झिन सक्नुहुन्छ। अब अनि यहाँ अर्को कसैले यहाँ अब 2 स्टोरी हाम्रो ब्लक हाम्रो यो जिमको लागि कोही आफै लगानी गर्छु भनेर आउनुहुन्छ भने पनि हामी ओपन नै छौँ। अनि माथि अब रेस्टुरेन्ट चलाउँछु भनेर आउनुहुन्छ भने हामी ओपन नै छौँ। हामीसँग अहिले कन्ट्याक्टमा पनि आइरहनु भएको छ धेरैजना। बिग मार्ट पनि आउनु भएको छ। बिग मार्टले चाहिँ तलको मात्रै लिने भएको हुनाले चाहिँ अहिले चाहिँ हामीले डिसिजन गरिसकेका छैन। हामीले चाहिँ यो 2 स्टोरी चाहिँ जिमकै लागि सकेसम्म प्रपोज गरिरहेको हुनाले त्यस्तो गरिरहेको छौँ। अब यहाँ पछाडि पनि एउटा त्यहाँ मेरो साइड त्यहाँ यो जाली, ग्रिन कलरको जाली लगाइरहेको ठाउँमा पनि काम भइरहेछ। त्यो चाहिँ हल्का अब त्यहाँ अलिकति पुरानो बिल्डिङमा अलिकति मोडिफिकेसन गरेर नयाँ स्मार्ट लुक दिने काम भइरहेको छ। अहिले हामीसँग यहाँ 15-17 जना काम गर्दै हुनुहुन्छ। वाल लगाउने कामहरू आज त्यहाँ एकजना बाहेक 2 जना त्यहाँको युनिटहरू चेन्ज भएर कोही बाल्लोमा हुनुहुन्छ, बाल्लाहरू पनि गर्दै हुनुहुन्छ। भनेपछि हामी 4 युनिट भनेर काम गर्दैछौँ। एक युनिटले ब्रिकको काम गर्दैछ, एक युनिट प्लास्टरको, अर्को युनिटले पिल्लर र ब्रिककै काम गरिरहेछ नि एक युनिटले चाहिँ हाम्रो यो फलामको वेल्डिङहरूको काम भइरहेको छ। अनि हामी क्यान्डिड कन्स्ट्रक्सन चाहिँ हामी लोकन्थलीमा पनि अब हाम्रो ब्रान्च अफिस खोलिसकेको छ। लोकन्थली हाम्रो पुरानो एयरपोर्टनिर भने हाम्रो मुख्य अफिस चाहिँ घोषलधारामा छ। अनि यो चाहिँ निकोसेरा एरिया हो। यो एरियामा चाहिँ डेभलप हुँदैछ, भर्खर हुनै बाँकी छ। अनि यहाँ चाहिँ अब कमर्सियल एस्पेक्टको लागि चाहिँ राम्रो छ। अब यहाँ बिग मार्ट भागबटेनी चाहिँ नजिकै छ, राधे राधे। अब यो बोर्डे जाने एरिया भयो। यहाँ चाहिँ अब हाम्रो यो पार्टी प्यालेस पनि एकदम भ्याइभी दामी पार्टी प्यालेस बनिसकेको छ। यो जग्गाहरू पनि खाली छ अनि प्लटिङ पनि भइरहेछ अहिले होइन। त्यसले गर्दाखेरि यो चाहिँ बिजनेस पर्पजको लागि चाहिँ एकदम राम्रो
ठाउँ लगाइरहेको छ देखिरहेको छ हामीसँग। यहाँ अगाडि 20 फिटे पिच बाटो पनि छ, ढल पनि छ, सबै छ है। त्यसले गर्दाखेरि चाहिँ यहाँ अब चाहिँ राम्रो बिजनेस हुन्छ। अब हाम्रो पारी नगरकोट पनि देखिएको छ, बादल लागेको ठाउँ नगरकोट। यहाँबाट साङ्गा, ट्याक्कै साङ्गाको चोक पनि देख्छ। अनि यता हाम्रो यो सूर्यविनायक जङ्गल, माथि के भन्छ माथि रानीकोट, सबै एरियाहरू देख्छ। ल दाजुहरू तपाईँहरू कोही रेसिडेन्सियल बिल्डिङहरू, घरहरू तपाईँ बनाउन चाहनुहुन्छ भने